सबैका लागि नेपाली सर्ट स्टोरी च्यानल कृपया भिडियोलाई लाइक शेयर अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। एक सिक्का लाख बित्ता। धेरै वर्ष अघि नेपालको एउटा सानो गाउँ हरियाबारीमा दुई घनिष्ठ साथी बस्दथे, राम र श्याम। दुवै बाल्यकालदेखि सँगै हुर्किएका थिए। उनीहरू सधैँ एक अर्काको साथमा रमाउँथे, दुःख सुख साटासाट गर्थे र जीवनका सपना बुन्थे। तर स्वभावमा भने उनीहरू एकदमै भिन्न थिए। राम मेहनती, बुद्धिमान र भविष्यका लागि सोच्ने स्वभावको थियो भने श्याम अल्छी, रमाइलो मात्र मन पराउने र तत्कालको आनन्द खोज्ने स्वभावको थियो। एक दिन राम र श्याम बजार जाँदै थिए। घाम चर्किएको थियो, गर्मीले सबैलाई गलाइसकेको थियो। बाटोमा हिँड्दै गर्दा अचानक रामको आँखा केही चम्किरहेको वस्तुमा पर्यो। उत्सुकतापूर्वक गएर हेर्दा त्यो एउटा पुरानो तर सुनौलो चम्किलो एक सिक्का थियो। केही समय हिँड्दै गएपछि श्यामले पनि रामको झैं एक सिक्का भेट्टायो। राम र श्याम दुवैजना खुसी भए। यसै समयमा रामले सिक्का हेर्यो र मुस्कुराउँदै भन्यो, हे श्याम, हेर न, हामीले एउटा सिक्का भेट्टायौं। अब हामी यसलाई सही सदुपयोग गर्नुपर्छ है। श्याम रमाएर हाँस्यो अनि श्यामले गिज्याउँदै भन्यो, एउटा सानो सिक्का पायौं भन्दै खुसी हुने। यसको के नै मूल्य होला र? त्यसै खर्च गरौँ न, केही किनेर खाऊ न। तर राम गम्भीर भयो। उसले सोचे, हरेक पैसाको महत्त्व हुन्छ। यदि यसलाई सही रूपमा प्रयोग गरियो भने सानो पुँजी नै ठूलो सम्पत्ति बन्न सक्छ। श्याम हतारिँदै भन्यो, हेर न राम, हामीले यसबाट के नै गर्न सक्छौं र? यसै पनि यो सानो पैसा हो, बरु केही मिठाई किनेर खाऊ। तर रामले त्यसलाई खर्च गर्न मानेन। उसले मुस्कुराउँदै भन्यो, यो सिक्का एक बिउ जस्तै हो। यदि हामीले यसलाई सही ठाउँमा लगानी गर्यौं भने यसले लाखौं फाइदा दिन सक्छ। श्यामले उपहास गर्दै भन्यो, त अलिकति पैसा पाएपछि पनि धेरै सोच्ने गर्छस्, हाहा। म त खर्च गर्ने हो। त जेसुकै गर, म चाहिँ मिठाई किनेर खान्छु। केही समयपछि उनीहरू बजारमा सामान किनमेल गरेर घर फर्किन्छन्। जब राम घर पुग्छ, रामले सोच्छ कि मैले यो एक सिक्कालाई खर्च गर्नुको साटो केही यस्तो गर्नुपर्छ जसले भविष्यमा ठूलो फाइदा देओस्। उसले गाउँकै एक वृद्ध किसानसँग परामर्श लियो। वृद्ध किसानले सुझाव दिए, बच्चा, यदि तिमी भविष्यमा ठूलो सफलता चाहन्छौ भने साना कुराहरूबाट सुरु गर्नुपर्छ। यदि तिमी यो पैसाले बिउ किन्छौ भने त्यो बिउले हजारौं फल दिन सक्छ। रामलाई यो कुरा मन पर्यो। उसले त्यो एक सिक्काले केही धानको बिउ किन्यो। त्यो दिनदेखि नै रामले मेहनत गर्न थाल्यो। ऊ बिहान बेलुका माटो जोत्न थाल्यो, सिँचाइ गर्न थाल्यो, गहुँत मल हाल्न थाल्यो। समय बित्दै गयो। केही महिनापछि उसका बिउहरू बिरुवामा परिणत भए। धानका बोटहरू हरिया भए, झुल्न थाले र अन्ततः उसले धानका बालाहरू भित्र्यायो। एक सिक्काले किनिएको बिउबाट उसले 20 गेडा धान उमार्यो। राम खुसी भयो। उसले ती 20 गेडा धानबाट अर्को खेतमा 100 गेडा धान उमार्यो। यसरी रामले प्रत्येक वर्ष धानको उत्पादन बढाउँदै लग्यो। श्यामले भने तत्कालै त्यो सिक्काको मूल्य नबुझी त्यस दिनै मिठाई किनेर खायो। उनलाई त्यतिखेर आनन्द त आयो, तर त्यो क्षणिक मात्र थियो। समय बित्दै जाँदा श्याम बेरोजगार बस्न थाल्यो। ऊ जहिले रमाइलो मात्र खोज्थ्यो, सानो मेहनत पनि गर्न चाहँदैनथ्यो। उसले मनमा नै सोच्यो, रामले त्यो एक सिक्का पैसा के गर्न राखेको होला? उसले के नै गर्न सक्छ र त्यो सानो पैसाले? तर केही वर्षपछि जब उसले रामको प्रगति देख्यो, ऊ छक्क पर्यो। रामको खेत अब हराभरा थियो। ऊ गाउँकै धनी किसान बनेको थियो। उसको उत्पादन बजारमा बेचेर रामले लाखौं कमाई गरिरहेको थियो। श्याम भने उही अवस्थामा थियो, आर्थिक रूपमा कमजोर, कुनै भविष्य नदेख्ने र पछुतो मान्ने। रामले आफ्ना खेतहरू अझै विस्तार गर्दै गयो। ऊ अब आधुनिक कृषि प्रविधिहरू अपनाउन थाल्यो। उसले व्यापार बढायो, बजारसम्म आफ्ना उत्पादन पुर्यायो र अन्ततः ठूलो व्यावसायिक किसान बन्यो। श्यामले एक दिन रामलाई भेटेर भन्यो, राम, तैले त साँच्चीकै चमत्कार गरिस्।
त्यो सानो सिक्काले तेरो जिन्दगी बदलिदियो। म त बेकारमा रमाइलो खोज्दै बसिरहेछु। रामले श्यामलाई सान्त्वना दियो र भन्यो, भाइ, जतिसुकै सानो अवसर किन नहोस्, यदि त्यसलाई बुद्धिमानी साथ उपयोग गरियो भने ठूलो सफलता मिल्छ। तिमीले त्यो एक सिक्कालाई तत्कालै खर्च गर्यौ, तर मैले त्यसलाई लगानी गरे। यही नै हाम्रो फरक थियो। श्याम पछुतायो, तर अब ढिला भइसकेको थियो। रामको सफलताको कथा गाउँभर फैलियो। मानिसहरू उसको मेहनतबाट प्रेरित हुन थाले। गाउँका अन्य युवाहरूले पनि कृषि गर्न थाले, लगानी गर्न थाले र भविष्य निर्माण गर्नतिर लागे। रामले अब गाउँमा कृषि तालिम दिन थाल्यो। ऊ सधैँ भन्थ्यो, सफलता तत्कालै आउँदैन, मेहनत, लगनशीलता र सही निर्णयले मात्र सफलता सम्भव छ। श्याम अब रामसँगै कृषि व्यवसायमा लाग्न चाहन्थ्यो। उसले रामसँग सिक्न थाल्यो, मेहनत गर्न थाल्यो र अन्ततः जीवनलाई सुधार्ने निर्णय गर्यो।